अनि यो के समाचार आउन थाल्यो बजारभरि यार। अब हुने स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै वास्तविक सुकुम्बासीहरू पहिचान गरेर लाल पूर्जा दिने अरे सरकारले। अनि सहकारी बचत पीडित जनताहरूलाई पैसा पनि फिर्ता गर्न थालिसक्यो अरे। यस्ता यस्ता फटा समाचार छाप्नेहरूलाई कारबाही गर्न मिल्दैन सरकार। लु न सरकार, कारबाही गर्नु पर्यो यस्ताहरूलाई। खालि भ्रमै मात्रै छर्या छ। अनि अर्को के समाचार नै छाप्दै थियो उहाँ फेरि, औषधि उपचारको नाममा पहिलाका सरकारका मन्त्री स्तरीय निर्णय गरेर राज्यको ढुकुटीबाट खर्च गरेकाहरूको भटाभटी पैसा चाहिँ फिर्ता गराउन थाल्यो अरे, राज्य कोषमा जम्मा हुन थाल्यो भन्ने समाचारहरू नि छाप्छ। यस्ता यस्ता समाचार छापेर भ्रम पार्छ। यस्ताहरूलाई त कारबाही गर्नु पर्यो सरकार। यो नभए समाचार त छाप्न पाइएन नि घाँटे। यसरी सुकुम्बासीहरूले लाल पूर्जा पाउने, सहकारी बचत पीडित जनताहरूले पैसा पाउने, अनि त्यो राज्यको ढुकुटी अपचलन गर्नेहरूबाट फिर्ता हुने, सार्वजनिक जग्गाहरू राज्यको नाममा ल्याउने भन्दै छ अरे सरकारले भनेर हल्ला फैलाइरहेछ, समाचार फैलाइरहेछ। ल होइन होला के हो